अहिले स्वर्गद्वारीमा छौँ। हाम्रो कुण्ड रहेछ। कुण्ड भनेकै उहाँ भगवानको साथ A few moments later. नमस्कार, हामी अहिले स्वर्गद्वारीमा छौँ। हाम्रो टिकुवा बैया डाँडाको आमा समूहको गाडीले सबैजना हामी लिएर आछौँ। क्यामेरा खिच्दै अदित भाइ। अनि त्यहाँ चाहिँ नि हाम्रो के भन्छ अरे यो गर्ने ठाउँ के भन्छ अरे पितृलाई धूप दीपहरू बाल्ने ठाउँ सबै यहाँ रहेछ। धूप दीपहरू बाल्ने अनि मेन भगवानको मन्दिर चाहिँ नि यहाँ बन्दै रहेछ। अनि यतातिर पनि मन्दिर छ। यतातिर पनि भगवान विलिन हुनु भएको। त्यहाँ जो मेन भगवान हुनुहुन्थ्यो उहाँ विलिन भएको। साक्षात् नारायण भगवानको रूपमा आउनु भएको पछि। अनि यहाँ चाहिँ घण्टाहरू बजाउँदै यहाँ चाहिँ नि अब यिनीहरू प्रसादीहरू लिने ठाउँ यो हो। यहाँ टुरिस्टको रूपमा धेरैभन्दा पनि भगवानको दर्शन गर्नलाई चाहिँ नि यहाँ चाहिँ नि धेरै आउनुहुँदो रहेछ। अनि तपाईँको यो चाहिँ नि मन्दिर चाहिँ नि यहाँ कुण्ड रहेछ। कुण्ड भनेकै उहाँ भगवानको साक्षात् भनेको कुण्ड रहेछ। अग्निकुण्ड 12 फिट तलसम्म खनेर अग्निकुण्ड बनाइएको छ। त्यहाँ त्यो अग्निकुण्ड चाहिँ नि तपाईँको चाहिँ नि कहिल्यै नदिम्ने। यो चाहिँ 1000 वर्षदेखि यो अग्निकुण्ड चाहिँ नि कहिल्यै निभेको छैन। त्यसरी बोलेको यो चाहिँ नि साक्षात् भगवान नारायणको रूपमा उहाँ आइसकेपछि उहाँले नै त्यो केही अगरबत्ती उर्ती होइन केही नभइकन स्वयं आफैले जलाएको मन्त्रले जलाएर यहाँभित्र चाहिँ नि धुनी चाहिँ नि जहिले पनि बलिरहन्छ। 33 वर्षदेखि वर्षौं वर्षदेखि यहाँ जलिरहेको छ यो मन्दिर। यो प्राङ्गण छ यहाँभित्र यो मन्दिरहरू। यहाँ सानी स्वस्ति वाचकहरू उहरू जति पनि भइरहेको हुन्छ। अनि तपाईँको यो प्राङ्गणहरू भयो। अनि तपाईँको यो के भन्थ्यो अरे बाबु यो हिजो कस्तो बोले के अरे के पर्वत गोवर्धन पर्वत यहाँ छ। यो चाहिँ एकदम रमणीय ठाउँ पनि रमणीय भगवानको लागि। यतातिर यहाँ हामी स्वर्गद्वारीमा आएको थियौँ। स्वर्गद्वारीको मेन विशेषता अर्को स्वर्गद्वारी बाटो कुन रहेछ भने पाण्डवहरू चाहिँ नि स्वर्ग गएका। पाण्डवहरू गएका यहाँबाट चाहिँ नि स्वर्ग विलिन भएर यहीँबाट गएका रहेछ। तलबाट जान मिल्दो रहेछ। अनि तपाईँको त्यहाँ गइसकेपछि तपाईँको के भन्छ अरे त्यो यो चाहिँ नि खास चाहिँ त्यहाँ गएपछि त्यो अझै जाम फिलिङ हुँदो रहेछ। त्यहाँ गयो गएर हेऱ्यो अनि त्यसपछि जाम हुँदो रहेछ। अलिकति गयो गएपछि यस्तो रहेछ। खासमा यस्तो रहेछ यहाँ। A few moments later. नमस्ते, म प्युटान भिङ्ग्रीबाट गोरुङ टिकटक होटलको म्यानेजर। दिनमा यस्तै लामा 2-4 गाडी आयो भने त घर बेटीको घर त के उठ्दै परे भिङ्ग्री बजारै किनिन्छ गाडी। शट अनि उहाँहरु चाहिँ गुरुजी र साउजी हुनुहुन्छ। के हुनुहुन्छ त्यही हुनुहुन्छ। कोटुवादेखि उहाँहरुले अर्का बुढाइ कसैलाई पनि कोटिया हो। अनि उहाँहरु चाहिँ हप्ताको 2 चोटि आउनुहुन्छ।